मैदानबाट विश्व क्रिकेटको ठूलो मञ्चसम्म यो एउटा उदाउँदो डगरको कथाको यात्रा अरू धेरै जस्तै सुरु भयो। जो सपना र सीमित स्रोतहरूसँग दृढ सङ्कल्प र अनुशासनका साथ उनले अरूभन्दा बढी मेहनत गरे। हरेक शट, हरेक बलले उनलाई आफ्नो सपनातर्फ अझ नजिक पुर्याउँदै गयो। उनको प्रतिभा लामो समय लुकेर बस्न सकेन। युवा स्तरबाट माथि उठ्दै छिट्टै नेपालको राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाए। अन्तर्राष्ट्रिय मञ्चले उनलाई अझ निखार्यो, जहाँ उनले शक्तिशाली ब्याटिङद्वारा आफ्नो क्षमता प्रमाणित गरे। From the small grounds of Nepal to the global cricket stage, this is the story of a rising star, Dipendra Singh Uri. सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको महेन्द्रनगरको तिलाचौर गाउँका खुला मैदानबाट क्रिकेटको यात्रा सुरु गरेका एक युवाले आज नेपाली क्रिकेटलाई विश्व मञ्चमा चिनाएका छन्। उनी हुन् दिपेन्द्र सिंह एरी, जसलाई नेपाली क्रिकेट प्रेमीहरूले माया गर्दै टाइगर उपनाम दिएका छन्। उनको आक्रामक ब्याटिङ, तीव्र फिल्डिङ, उपयोगी बोलिङ र कप्तानीले टाइगर जस्तै गर्जने शैली देखाएको छ। सुदूरपश्चिमको माटोले जन्माएको यो बाघले नेपालको झण्डा विश्व मञ्चसम्म फहराइरहेको छ। दिपेन्द्रलाई टाइगर भन्ने उपनाम पूर्व कप्तान पारस खड्काले नै दिएका थिए। उनको फुर्तिलो, आक्रामक र कहिलेकाहीँ रोअरिङ जस्तो प्रदर्शनले यो नाम फिट बस्यो। विशेष गरी सन् 2023 को एसियन गेम्समा मङ्गोलिया विरुद्ध मात्र 9 बलमा अर्धशतक प्रहार गरेपछि यो उपनाम भाइरल भयो। त्यसमा एउटा ओभरमा 5 छक्का र अर्को ओभरमा पहिलो बलमा 6औं छक्का, लगातार 6 छक्का। यो प्रदर्शनले युवराज सिंहको 16 वर्ष पुरानो कीर्तिमान तोडेर दिपेन्द्रलाई नेपालको टाइगर भनेर पुनः प्रमाणित गर्यो। पछि कतार विरुद्ध एउटै ओभरमा 6 छक्का प्रहार गर्दा फेरि टाइगर जिन्दा है ट्रेन्ड चल्यो। उनको सिग्नेचर सेलिब्रेसन, बाघ जस्तै गर्जने शैली र तीव्र फिल्डिङले पनि यो नामलाई स्थापित गर्यो। सामाजिक सञ्जालमा रोअरिङ टाइगर, टाइगर जिन्दा है जस्ता कमेन्टहरूले उनलाई घेरिरहन्छ। टी20 विश्वकप 2026 मा स्कटल्यान्ड विरुद्ध 23 बलमा 50 रन बनाउँदा कमेन्टेटरहरूले भने यो हो टाइगरको सच्चा रूप। दिपेन्द्र सिंह एरीको जन्म 2056 माघ 10 गते 24 जनवरी 2000 मा भएको थियो। सुदूरपश्चिममा क्रिकेटका पूर्वाधारहरू न्यून भए पनि उनी स्कुल स्तरका प्रतियोगिताबाट चम्किए। सन् 2016 मा अन्डर 19 टोलीमा छनौट भएपछि राष्ट्रिय स्तरको यात्रा सुरु भयो। 2017 को एसएससी अन्डर 19 एसिया कपमा भारत विरुद्ध कप्तानको रूपमा ब्याटिङ गर्दै 88 रन र बोलिङमा 4 विकेट लिएर म्यान अफ द म्याच बने। 17 वर्षको उमेरमा 2017 मा केन्या विरुद्ध लिस्ट ए डेब्यू, 2018 मा टी20 आई र ओडीआई डेब्यू गरे। 2019 मा भाइस कप्तान बने, तर 2021 मा अनुशासन सम्बन्धी मुद्दामा कप्तानी खोसियो। त्यसपछि उनले कमब्याकको अवसर बनाए र अझ मजबुत बनेर फर्किए। दिपेन्द्र सिंह एरीले आफ्नो क्रिकेट करियरलाई मजबुत बनाउन नेपाल पुलिस क्लबसँग लामो समयसम्म आबद्ध रहे। सन् 2017 देखि 2025 सम्म उनी नेपाल पुलिस क्लबको लागि घरेलु क्रिकेट खेल्दै आएका थिए। उनी पुलिस क्लबको कप्तान समेत बनेका थिए र प्रधानमन्त्री कप जस्ता ठूला घरेलु प्रतियोगितामा क्लबलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले। पुलिसमा उनी कन्स्टेबलको रूपमा भर्ती भएका थिए। सन् 2023 को वाङजाओ एसियन गेम्समा विश्व कीर्तिमान बनाएपछि उनको उत्कृष्ट प्रदर्शनको सम्मानमा नेपाल पुलिसले उनलाई पुलिस असिस्टेन्ट हेड कन्स्टेबलमा बढुवा गरेको थियो। पुलिस क्लबमा रहँदा उनले धेरै घरेलु टुर्नामेन्टमा चम्किएर राष्ट्रिय टोलीका लागि निरन्तर तयारी गर्न सजिलो भएको थियो। तर सन् 2025 को जुन असार 2082 मा व्यक्तिगत कारण देखाउँदै उनले नेपाल पुलिसबाट राजीनामा दिएका थिए। राजीनामा पछि पनि दिपेन्द्रले राष्ट्रिय टोली र फ्रेन्चाइज क्रिकेटमा आफ्नो फोकस बढाएका छन्। दिपेन्द्र नेपालका सर्वोत्कृष्ट अलराउन्डर मध्ये एक हुन्। उनी आईसीसी टी20 आई अलराउन्डर र्याङ्किङमा विश्वकै चौथो, केही समय दोस्रो स्थानमा पुगेका छन्। त्यसका साथै उनले सबैभन्दा छिटो टी20 आई अर्धशतक 9 बलमा 50 रन मङ्गोलिया 2023 मा बनाएका थिए। एकै ओभरमा 6 छक्का कतार विरुद्ध हानेका थिए। पहिलो ओडीआई शतक पपुवा न्यू गिनी विरुद्ध 105 रन बनाएका थिए। पहिलो टी20 आई शतक मलेसिया विरुद्ध 110 रन बनाएका थिए। नेपालका लागि पहिलो खेलाडी जसले टी20 आई मा 1000 प्लस रन र 50 प्लस विकेट लिएका थिए। अप्रिल 2026 सम्मको तथ्याङ्क अनुसार 94 टी20 इन्टरनेसनल गेममा ब्याटिङ 2125 रन, 2125 रन 33.20 को एभरेजमा र स्ट्राइक रेट 139.52, एक शतक र 12 अर्धशतक, 152 चौका र 89 छक्का हानेका छन्। बोलिङ यसै गरी बोलिङमा 60 विकेट, एभरेज 20.16 र बेस्ट 4 विकेट 18 रन। साथै फिल्डिङमा 40 क्याच, गन फिल्डरको छवि बनाएका छन्। 2026 को सुरुवातमा दिपेन्द्रलाई नेपालको राष्ट्रिय टिमको टी20 आई कप्तान नियुक्त गरियो। उनको नेतृत्वमा नेपालले टी20 विश्वकपमा स्कटल्यान्डमाथि ऐतिहासिक जित हासिल गर्यो। उनी नेपालका 5औं टी20 आई कप्तान। यसै गरी फ्रेन्चाइज क्रिकेटमा पनि टाइगरको दबदबा रहँदै आएको छ। मोन्ट्रियल टाइगर्सलाई क्यानाडा ग्लोबल टी20 आई उपाधि जिताएका थिए। इस्लामाबाद युनाइटेड पीसीएल 2026 साइन गरेर प्लेइङ 11 मा मौका पाएनन्। त्यसपछि उनी राष्ट्रिय ड्युटीका कारण स्वदेश फर्किएका थिए। अन्य गल्फ जायन्ट्स, भ्यान्कुभर नाइट्स, सुदूरपश्चिम रोयल्स आदि क्लबहरूमा आबद्ध छन्। दिपेन्द्रले प्रमाणित गरे पूर्वाधार कम भए पनि प्रतिभा र समर्पणले विश्व जित्न सकिन्छ। सुदूरपश्चिमको छोरा बनेर उनी नेपालको गर्व बनेका छन्। उनको यात्रा युवा खेलाडीका लागि प्रेरणा हो। मौका पाए नेपालीले पनि विश्व स्तरमा धमाका गर्न सक्छन्। दिपेन्द्र सिंह एरी, सुदूरपश्चिमको टाइगर, नेपालको गर्जने बाघ। जय नेपाल, जय नेपाली क्रिकेट।